भोलि चाहिँ मान्नु पर्यो 108 बटुकद्वारा चाहिँ मान्नु पर्यो शान्ति स्वस्ति वाचन हुँदैछ। 108 चाहिँ मान्नु पर्यो बौद्ध लामाद्वारा चाहिँ मान्नु पर्यो त्यहाँ मङ्गल चाहिँ शान्ति हुँदैछ। 7वटा चाहिँ मान्नु पर्यो ब्राह्मणद्वारा चाहिँ शङ्खनाद हुँदैछ। यो मेसो पाउँछौ कि नै? हेलो लौ बाबु आशीर्वाद के छ, ठिकै छौ? ठिक छ बाबु, यतातिर नि सबैलाई ठिकै छ। भोलि खासै केही काम छैन बाबु, चाहिँ मान्नु पर्यो बसियो छ, अब के हुनु छ र यस्तै छ। भोलि त आउन भ्याउन्न म त पटक्कै म भोलि घर छोड्दिनँ। भोलि त विशेष दिन हो गरेर जान्छ, के कुरा अरेको। भोलि ल्याएर उहाँ काठमाडौँमा के भाउ छ थाहा पाउँछौ कि नै? हुन त तिमीलाई झन् थाहा होला। भोलि चाहिँ मान्नु पर्यो 108 बटुकद्वारा चाहिँ मान्नु पर्यो शान्ति स्वस्ति वाचन हुँदैछ। 108 चाहिँ मान्नु पर्यो बौद्ध लामाद्वारा चाहिँ मान्नु पर्यो त्यहाँ मङ्गल चाहिँ शान्ति हुँदैछ। 7वटा चाहिँ मान्नु पर्यो ब्राह्मणद्वारा चाहिँ शङ्खनाद हुँदैछ। यो मेसो पाउँछौ कि नै? यो इतिहासमा पहिलोचोटि यो कार्यक्रम भएको छ। यो कुरो मेसो पाउनु पर्यो। अर्को कुरो केही न केही चाहिँ राम्रो कुरो आउँछ। यस्ता बेला चाहिँ भोलि सबै काम छोडेर मैले त त्यो हेर्ने भनेको छु। के छ तिम्रो त्यस्तो नआइ नहुने इमर्जेन्सी केही छ भने भन। सकेसम्म चाहिँ भोलि मलाई दुःख नदेऊ। अरू काममा चाहिँ मान्नु पर्यो, म जहाँ भनौँ त्यहाँ जहिले सुकै आउँछु, म आउँछु पनि, बुढो मान्छे आउँछु, समस्या छैन। तर भोलिलाई चाहिँ मान्नु पर्यो त्यो दुःख दिन भएन। भोलि देशका लागि चाहिँ कुरो यसो टाइम पनि दिनु पर्यो। अनि त्यत्रो चाहिँ मान्नु पर्यो हुँदैछ। अहिलेसम्म भएको थियो कहिल्यै? ल भन्न त, बोल त बाबु, बोल त। अनि हो, त्यही भएर तिमी पनि सकेसम्म त्यो कामलाई मिलाउन मिल्छ, पर्सि गराउन मिल्छ भने पर्सि गराऊ। तर भोलिको लागि चाहिँ मान्नु पर्यो ट्याक्क टाइम दिएर मजाले बस। सके काठमाडौँ जाने हो, नसके चाहिँ मान्नु पर्यो यहीँबाट भए हेर्ने हो। हुन त उहाँ गएर हेर्न त पाइन्न के अरे, जान दिन्नन्। तर पनि यो खुसीको कुरो छ, अब भर्खरका केटाहरू आउँछन्, अब चाहिँ सबैले मिलेर चाहिँ जिताइयो, यिनले केही गर्लान् जस्तो पनि लाओस्। अब यिनीहरूको पारा हेर्दा चाहिने कुरो के भन्छ चाहिँ कुचो बाट्नु लक्षण विचार्नु भन्छ।